안녕하세요. नमस्कार। आज चाहिँ हामी उच्चारणको नियममा यसको उच्चारण ख क अनि कुन कन्डिसनमा चाहिँ ख उच्चारण गर्ने कुन कन्डिसनमा चाहिँ क उच्चारण गर्ने भनेर पढ्नेछौँ है त। अब 1 नम्बरमा हेर्नुस् त कुनै पनि शब्दको सुरुमा बीचमा वा अन्तिममा यो आएमा ख उच्चारण गर्नु पर्दछ। कुनै पनि शब्दको सुरुमा बीचमा वा अन्तिममा यो आएमा ख उच्चारण गर्नु पर्दछ। अब एक्जाम्पलबाट बुझौँ है त यसलाई। एक्जाम्पल हेर्नुस् त यो के हो यो हो। अब यो सुरुमा आयो भने चाहिँ के उच्चारण हुन्छ भनेको छौँ त ख उच्चारण हुन्छ भनेको छौँ है। अब यसमा हामीले एउटा भोइल जोड्नु पर्यो। यो के हो अ ख भयो है। यो के भनेर पढेका थियौँ फ है त। यसमा हामीले एउटा भोइल जोड्यौँ है त। अब भोइल जोड्यौँ भने के भयो त फी भयो ख फी। सुरुमा आउँदा के उच्चारण हुन्छ भनेको छौँ त ख हुन्छ भनेको छौँ। अब यो के भयो ख फी। ख फी भनेको नेपाली अर्थ चाहिँ कफी भन्ने हुन्छ है त। कफी है। अब सुरुमा आउँदा चाहिँ ख उच्चारण हुन्छ है। त्यस्तै अर्को हेर्नुस् त बीचमा बीचमा आउँदा चाहिँ के उच्चारण हुन्छ त ख नै उच्चारण हुन्छ है त। अब एक्जाम्पल हेर्नुस् त यो के हो ज छ त। सुरुमा आउँदा चाहिँ के उच्चारण हुन्छ भनेर पढेका छौँ हामीले छ उच्चारण हुन्छ भनेर पढेका छौँ है। यसमा हामीले इ भोइल जोडिदियो भने के भयो छि भयो है त। अब यो ख यो आयो अनि यसमा हामीले इ भोइल जोड्यौँ भने के भयो त खी भयो है। अब यो के भनेर पढेका छौँ द थ त। तर यो अन्तिममा आयो बीचमा आयो भने चाहिँ के उच्चारण हुन्छ भनेर पढेका छौँ द उच्चारण हुन्छ भनेर पढेका छौँ है। अब यसमा हामीले एउटा आ भन्ने भोइल जोड्यो। आ भन्ने भोइल जोड्यौँ भने के भयो त छिखिदा छिखिदा है त। छिखिदा छिखिदा भनेको पालन गर्नु है त। कुनै पनि नियम अर्डर पालन गर्नु अनुशासित भन्ने हुन्छ है त। पालन गर्नु के कुनै पनि अर्डरलाई पालन गर्नु अनुशासित भएर पालन गर्नु है त। अब त्यस्तै अर्को हेर्नुहोस् त अन्तिममा अन्तिममा आउँदा पनि के उच्चारण हुन्छ भनेको छ त ख नै उच्चारण हुन्छ भनेको छ है त। अब यसको चाहिँ हामी इक्जाम्पल हेरौँ है। यो के भनेको थियौँ म है। यसमा हामीले एउटा भोइल जोड्यौँ आ भन्ने भोइल जोड्यो भने अब के भयो त मा भयो है। यो के हो स है त स हो। अब यसमा हामीले यो के हो यो उ हो है त मासु भयो मासु। अब यो के हो अन्तिममा आउँदाखेरि पनि ख उच्चारण हुन्छ भनेको छौँ यो है त है। यसमा हामीले एउटा भोइल जोड्यौँ उ भन्ने भोइल जोड्यौँ। अब यो के भयो मासुखु मासखु भयो है। के भयो मासुखु। मासुखु भनेको के हो त नेपाली अर्थ मास्क जो हामी मुखमा लाउँछौँ नि त्यो मास्क है त। त्यसलाई चाहिँ मासखु भन्छ है त हो। यसरी हामीले ख चाहिँ कुन कन्डिसनमा उच्चारण गर्ने भनेर पढ्यौँ है। कुनै पनि शब्दको सुरुमा बीचमा वा अन्तिममा यो आएमा ख उच्चारण हुन्छ है। कफी कफी छिखिदा पालन गर्नु मास्क मास्क है। अब चाहिँ क चाहिँ कुन कन्डिसनमा उच्चारण हुन्छ त त्यसको बारेमा हामी पढौँ है त। भिडियोलाई अन्तिमसम्म हेर्नु होला है। नबुझेको कुरा चाहिँ सोध्नु होला है त कमेन्ट गर्नु होला। अब चाहिँ क चाहिँ कुन कन्डिसनमा उच्चारण हुन्छ त त्यसको बारेमा हामी पढौँ है त। कुनै पनि शब्दको तल यो आएमा क उच्चारण हुन्छ है त। कुन कन्डिसनमा हुने रहेछ त कुनै पनि शब्दको तल आउँदाखेरि चाहिँ
यसलाई क उच्चारण हुने रहेछ है त। जस्तै इक्जाम्पल हेर्नुहोस् त, इक्जाम्पलमा सुरुमा आउँदा चाहिँ के हुन्छ भनेको थियौँ, फ हुन्छ भनेको थियौँ। यसमा उ भोइल जोडेर के भयो, फु भयो, फु है त। अब यो के हो त, यो त हो नि त, यो के हो, अथवा ङ हो। तर यो के हुन्छ त, बिचमा सुरुमा र अन्तिममा आउँदा साइलेन्ट हुन्छ भनेर पढाएको थियौँ है, साइलेन्ट हुन्छ। अब यो के हो त, अब यसको उच्चारण के भयो त, फु नै भयो है त। त्यसपछि हामीले तल, यो कहाँ आउँदाखेरि, यो तल आउँदाखेरि कहाँ आएको छ त, यो तल हेर्नुहोस् त, तल आएको छ नि त, यसको तल आएको छ भनेपछि के उच्चारण हुन्छ भनेको छौँ त, क उच्चारण हुन्छ भनेको छौँ है त। अब यो तल भएको भएर चाहिँ के भयो त, फाच्छिम भयो, आधा अक्षर भयो है। फुअक भनेको चाहिँ भान्सा कोठा, किचन, किचन भन्ने हुन्छ है त फुअक। अब यो किन आधा भयो भन्नु होला, यसमा भोइल जोडिएको छ त, छैन नि त है। त्यही भएको कारणले गर्दाखेरि चाहिँ यो चाहिँ आधा अक्षर भयो। फुअक, फुअक भनेको किचन हो। यसरी कुनै पनि शब्दको तल यो आएमा क उच्चारण हुन्छ। हेर्नुहोस्, यो रुलहरू चाहिँ जान्नै पर्ने हुन्छ है त। कुन कन्डिसनमा यसलाई ख उच्चारण गर्ने, कुन कन्डिसनमा यसलाई क उच्चारण गर्ने, यो चाहिँ जान्नुपर्ने हुन्छ है त। ल है साथीहरू, आज चाहिँ हामी यति पढौँ। फेरि नेक्स्ट डे चाहिँ हामी फको उच्चारण नियम सम्बन्धी पढ्नेछौँ है त। ल, भिडियो अन्तिमसम्म हेर्नुभएकोमा धन्यवाद। खाम्साहाम्निदा।